ठ्याक्कै यहाँबाट ठ्याक्कै उठ्यो सिधै सिधै 안 된다 안 된다 주도 알 진짜 예 슈퍼 यही हो नेपाल नेपालीको घर यही हो नेपाल नेपालीको घर गएको थियो कि हल्का हल्का कुनै साइड जाँदा ठिक होला यता भन्नु 4000 मिटरको हाइटमा भएको सिमसार क्षेत्र तपाईको उ चाहिँ मैले बुझेँ हैन यही हो यही गोरु लाउन ल्याएको हो नि ल गोलजुङबाट देखिएको दुईटा हिमालहरू यो दुईटा हो है साथीहरू हामी हिमालको फेदमै पुग्दैछौँ तल बनाउनु हुँदैन भूकम्पले भाँच्छ सान्जेन भ्याली याङ्ग्रे हिमाल गोलजुङबाट देखिएको याङ्ग्रे हिमाल यो दक्षिण पूर्वपट्टि नेपालको भाग सान्जेन भ्याली हामी यही बाटो हुँदै हिँडेर आइराखेको हो यतापट्टि आयो भनेपछि यो तपाईको गणेश हिमालको रेन्ज र यो यताबाट आएर तपाईको यो ठुलो चुचुरो देखियो यो गणेश 5 औँ रहेछ 6700 मिटर हाइटको गणेश 5 औँ है यतापट्टि पनि गणेश 7 औँ अनि यता यो अलिकति हुसले छेकेको छ यो चाहिँ चाइनामा पर्छ याङ्ग्रे हिमाल 7400 मिटर र यो हिमालहरूको खोजबाट आएको यहाँ एउटा खोला छ यो खोलालाई सान्जेन खोला भन्छ यो सान्जेन खोला हो है यहाँ माथि चट्टान छ हेर्नु चाहिँ यसरी अब यो सान्जेन खोला बगेर चाहिँ यो सान्जेन भ्याली हो तल 3वटा सान्जेन हाइड्रो पावरहरू यही खोलाबाट उत्पादन भएको छ
तपाईँ बिस्तारै हिँड्दै एकैचोटि चिज फ्याक्ट्रीसम्म पुगे पनि